हेलो गाइज वेलकम टू माई न्यू भ्लग। आजको भ्लगमा स्केटिङ सुज आउनेवाला छ मेरो। आजदेखि 3-4 दिन अगाडि मैले स्केटिङ सुज अर्डर गरेको थिएँ। त्यही आज आउनेवाला छ। बसौँ अब हेरौँ कतिखेरसम्म आउँछ, त्यही देखाउँछु तपाईँलाई। त्यही गाइज हामी यहाँ बसिरहेका छौँ, अनि त्यो गेट हुने आउँछ अनि लिने हो हाम्रो त्यो स्केटिङ सुज। त्यही हो, अनि तपाईँलाई देखाउँछौँ। तपाईँ पनि यो भिडियो अन्त्यसम्म बसिरहनुहोस्, हेरिरहनुहोस्। यसमा देख्नुहुन्छ तपाईँले पनि सबै चिज। त्यही हो फाइनली गाइज मैले स्केटिङ सुज पनि लिइसकेँ, आइसकेको थियो। अनि लिएर जान लाग्छु अब कोठातिर, अनि यसलाई अनबक्सिङ पनि गर्नुपर्छ कोठामा लगेर। धेरै नै एक्साइटेड छु यसलाई अनबक्सिङ गर्नलाई, अनि देखाउँदै गर्छु। तपाईँ पनि अब अन्तिमसम्म हेरिरहनुहोस्। मन परेमा लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। त फाइनली गाइज यो मेरो स्केटिङ सुज, अब यसलाई अनबक्सिङ गरिहालौँ त। छिटो छिटो हेर्नलाई हतार भइसकेँ म। रुको जरा सबर गरो। त्यही हो गाइज, हेर्नुहोस् तपाईँ अगाडि। त्यसपछि यसलाई छिटो अनबक्सिङ गरिहालौँ त हामीले, हेरौँ मलाई। छिटो छिटो अनबक्सिङ गरौँ यसलाई, छिटो छिटो। खुल्दै खुल्दैन त। त्यही हो, मैले रेड कलरको मगाएको थिएँ, अर्डर गरेको थिएँ, अनि त्यो रेड कलरको नै आएछ। देख्न सक्नुहुन्छ तपाईँको अगाडि मैले निकालिरहेको छु। त्यही हो गाइज, मन पऱ्यो मलाई, राम्रो छ। गरुङो पनि छ यार, यो ठिकै छ। त्यही पनि साइज मलाई पुग्छ, ठिकै लाग्छ होला साइज। त्यही हो, देख्न सक्नुहुन्छ यसमा प्याक गरेर दिएको रहेछ। ठिक छ, सबै राम्रो छ। यसमा चाहिँ एउटा लाइटवाला पनि रहेछ, लाइट पनि छ यसमा, हेर्न सक्नुहुन्छ अगाडिको चक्कामा लाइट, दुवै चक्कामा अगाडिको लाइट छ। फाइनली म यहाँ बाटोमा खेल्न पनि आइसकेँ, देख्न सक्नुहुन्छ तपाईँले। खासै राम्रो खेल्न आउँदैन, म भर्खर सिक्दैछु। त्यही हो, देख्न सक्नुहुन्छ तपाईँ अगाडि। यो भयो दिउँसोको भिडियो। अब रातिमा चाहिँ कसो देखिन्छ त अब तपाईँ पनि हेर्नुहोस् न रातिमा। अहिले म चाहिँ स्केटिङ खेलिरहेको छु यहाँ बाटोमा, देख्न सक्नुहुन्छ। हल्का हल्का आउँछ, सिकिरहेको छु फेरि बिस्तारै बिस्तारै। त्यही गाइज राम्रो छ, बाटो पिच छ, अनि यहाँ पिचमा पनि खेल्न बन्छ। त्यही यसको फाइदा, पिचमा स्केटिङ खेल्दै घुम्दै काम सकेर हिँड्दै खेल्दै आएछु। अहिले चाहिँ यतातिर बाइक आउँदैछ पछाडिबाट, सायद लाग्ने। अब थोरै लाइट पनि देखाइदिउँ न त, कतिको बल्छ मेरो स्केटिङ सुजको लाइट। हेर्न सक्नुहुन्छ बलिरहेछ रातिमा। हेर्नुहोस् अझै नजिकबाट क्या बब्बाल देखिन्छ, हेर्न सक्नुहुन्छ। पुरै दुई अगाडिको चमचम बलिरहेछ। वाउ, क्या खतरा बलिरहेछ। यति राम्रो त स्केटिङ सुज बल्दैन होला। त्यही गाइज देखाइसक्यो, अब जानु पर्यो। जान्छु, धेरै खेल्यो। त्यही गाइज आजको भ्लग यति नै। अब अर्को भ्लगमा हामी भेटिनेछौँ। आजलाई यति नै। तपाईँले लाइक सेयर अनि च्यानललाई सब्सक्राइब गर्नु होला। टाटा बाई बाई।